अब त्यो हल्ला छ। विदेशीले यो गरे, हिजोसम्म पटक पटक शासन र सत्तामा बस्ने अनि विभिन्न किसिमको देशलाई डुबाउने कतिपय सम्झौताहरू गर्नेहरूले आज त्यो भन्नु भनेको अब तिनीहरूसँग कुनै किसिमको विकल्प छैन। अहिले कुन अबको इलेक्सनमा कुन किताको निर्वाचन हुँदैछ, अबको परिस्थिति के हो, यो विषय प्रसङ्ग जोड्नेछौँ। अहिले सामाजिक सञ्जालमा एउटा लौरोमाथि घन्टी झुन्डिएको छ, त्यहाँनिर घन्टीभित्र एउटा चिम बलेको छ। यसलाई एकताको, त्रिपक्षीय एकताको सङ्केतको रूपमा एआईबाट तयार पारिएका यस्ता तस्बिरहरू पनि अहिले भाइरल छन्। एकैछिन यी तस्बिर हेरौँ। 7 बुँदे सम्झौतामा जे कुराहरू उल्लेख गरिएका छन् यहाँ हामी स्क्रिनमा देखाउनेछौँ र 7वटै बुँदा र त्यसमा उल्लेख गरिएका हामी जे कुराहरू लेखिएका छन् त्यो पनि हामी पढेर तपाईँहरूलाई सुनाउनेछौँ। त्योभन्दा अगाडि कुलमान घिसिङले मान्दैनन्, कुलमान घिसिङ प्रधानमन्त्री नै बन्न चाहन्छन्। बालन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको घोषणा गरेपछि अब कुलमान घिसिङ बटारिए भनेर नाना थरीका टिका टिप्पणीहरू पनि भए। तर अन्ततगत कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिको रूपमा आफूलाई राखे। बालन शाहले हेर्नुहोस्, खोइ त बालन शाहले पदीय आफ्नो भूमिकामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको म रवि लामिछाने पछि सेकेन्ड मै हुनुपर्छ त्यही पनि भनेनन्। उनले सर्लक्कै छाडिदिए र हामीलाई जानकारी प्राप्त भएअनुसार कुलमान घिसिङ, रवि लामिछाने, बालन शाहको